ल नमस्ते 안녕하세요 म तपाईहरुकै कोरियन भाषा प्रशिक्षक निजन बस्नेत पूर्वाञ्चल आईटी कलेज एमएन एजुकेसन हब साथै सिलिकन एजुकेसन गमको तर्फबाट है र सबैजनालाई आज चाहिँ मैले जुन न्यू बुकलाई आधार मानेर क्वेशन बनाएर लिएर आएको छु है आज चाहिँ हामी क्वेशन सल्भिङ गर्नेछौँ सबैले ध्यान दिएर क्वेशन गर्नु होला 1 देखि 20 नम्बरसम्म अप्सन लेख्ने अनि 1 को एन्सर कति हुन्छ 2 को एन्सर कति हुन्छ गर्दै चेक आउट गर्नु होला है लास्टमा कति मिल्यो त हैन तपाईको मार्क्स कति आयो त छम्छु हैन तपाईको अंक प्राप्ताङ्क कति आयो त्यो चेक गर्नु होला है ल यति भन्दै अब 1 नम्बरको एन्सर लगाउने त तपाईहरुले 1 नम्बरको एन्सर लगाउने म एक्सप्लेन गर्दै जान्छु है यसै भन्नु 1 देखि 2 मा ठाउँ दिएको नेयङ वा विषयसँग फाङ्गेनुन सम्बन्धित भएको खुरीमूल चित्र खुरिसिप्सियो छान्नुहोस् भनेको छ फेसिक दे अथवा फेसिक ते भन्छ फेसी खादा भनेकै खाना वितरण गर्नलाई के भन्छ फेसी खादा खाना वितरण गर्नु खाना वितरण गर्नलाई के भन्छ फेसी खादा भन्छ फेसिक ते भन्नाले खाना वितरण गर्ने ठाउँलाई के भन्छ फेसिक ते खाना दिने अथवा वितरण गर्ने ठाउँ अब ठुलठुलो कम्पनीमा त आफै जाने आफै गएर खाना वितरण दिने ओर्ने हैन त्यस्तो ठाउँ हुन्छ नि त त्यसलाई चाहिँ फेसिक ते भन्छ त्यो चाहिँ कति नम्बरमा छ 1 नम्बरमा है एन्सर 1 नम्बर भयो फेसिक ते खाना वितरण गर्ने ठाउँ भन्नुपर्छ बुझ्यो अनि यसलाई फेसिक कु भन्छ यसलाई फेसिक कु भन्नाले चाहिँ यो के हुन्छ भने ट्रे थालहरु हेर्नु न यो ट्रे हैन त ट्रे अथवा थाल राख्ने ठाउँ ट्रे राख्ने अथवा थाल राख्ने ठाउँ भन्ने हुन्छ है फेसिक कु भन्नाले ट्रे अथवा थाल राख्ने ठाउँ त्यस्तै गरेर यतापटि के छ सिक्सुदे भन्नाले पानी पिउने ठाउँ भन्ने हुन्छ है पानी पिउने ठाउँ यो चाहिँ सिक्सुदे हो यो सिक्सुदे पानी पिउने ठाउँलाई के भन्छ सिक्सुदे भन्छ है ल यसरी एन्सर आइहाल्यो हैन एन्सर कति रहेछ 11 1 नम्बर फेसिक दे भन्नाले खाना वितरण गर्ने ठाउँ 2 नम्बरमा जाने त इभन 2 नम्बरको एन्सर लगाउनु त ल 2 मा हुन्छ खुरुस भनेको कचौरा खुरुसे कचौरामा फान्सान भनेको साइड डिस भातको वरिपरि राखेर खाने परिकारलाई फान्सान भन्छ है कचौरामा फान्सानुल परिकार थाम्गु स्मृता राखिरहेको छ ले थाम्दा भनेको राख्नु हाल्नु के थाम्दा त्यसै गरेर नथा हाल्नु राख्नु भन्ने हुन्छ है दुईटा ट्याक्कै मिल्ने हो राख्नु भित्र राख्नु अथवा हाल्नु भन्ने जस्तो अर्थ दिन्छ भित्र राख्नु अथवा हाल्नु अनि नोथाको ठ्याक्कै मिल्ने चाहिँ थुदा हुन्छ के नोथा भनेको चाहिँ सर्फेस हुँदै राख्नु है नोथा त्यसै गरेर थुदा नोथा र थुदा पनि राख्नु तर सर्फेसमा हैन अनि खुरुसे कचौरामा फान्सानुल परिकार थाम्गु स्मृता राखिरहेको छ कतिमा राखेको छ त 11 1 नम्बरमा छ नि त यो के हो छिप्के चिम्टा हैन त चिम्टाले च्यापेर परिकारहरु हाल्दैछ यो योरी आधा भयो यो सलगजी आधा भयो यो 4 को शिक्षा आधा भयो है एन्सर चाहिँ 11 1 नम्बर खुरुसे कचौरामा फान्सानुल थाम्गु स्मृता फान्सान राखिरहेको छ सामेस साबन 3 देखि 4 मा एन्सर लगाउनुस् त 3 देखि 4 मा के भनेछ ठाउँ दिएको छिल्मुने प्रश्नको थापा सिप्सियो थापा द भनेको जवाफ दिनु थापा सिप्सियो जवाफ दिनुहोस् जुन यहाँनेर अन्डरलाइन गरेको भागमा मिलेन त्यो कुरा हेरौं कल्तिर 3 मा हुन्छ ठाउँ छुङ दिएको मध्ये मित तलको छुच्छिन रेखाङ्कित गरिएको अन्डरलाइन गरिएको फुगुने भागमा मान्नुन मुन्जामुल मिल्ने वाक्य खुरिसिप्सियो छान्नुहोस् भनेको छ 1 मा हुन्छ स्यछुरुल इपको सर्ट लगाएर स्यछु भनेको सर्ट स्यछुरुल इपको सर्ट लगाएर नेकथाइरुल टाई छाम्गा सयो बन्द गरे टाई लगाउनु छाम्गुदा हुन्छ त हुँदैन टाई लगाउनु त के हुन्छ मेदा नेकथाइरुल के भन्नु पर्थ्यो मेदा चाहिँ भन्नु पर्थ्यो के नेकथाइरुल मेदा भन्नु चाहिँ यसको अर्थ टाई लगाउनु भन्ने हुन्छ है टाई लगाउनु तर टाई लगाउनमा छाम्गुदा लगाउन पाइँदैन भन्ने कुरा बुझ्यो अनि 2 मा हुन्छ छागप्पोगी वर्किङ ड्रेस अथवा कार्य पोशाक फुल्फ्याने छ असहज भएर छिफरुल मेअस सयो
टाक बाँधे अरे टाक बाँध्नु भन्ने हुँदैन के टाक होइन चेन छिफ भनेको जिफर चेन भन्न खोज्यो कि छिफरुल चेन मेसयो बाँधे अरे चेन बाँधे भन्ने हुन्छ त हुँदैन चेन लगाउनु छिफरुल ओल्लिदा हुन्छ यो मिनिङ भोग्नु पर्यो है तपाईँहरूले छिफरुल ओल्लिदा भनौँ नि चेन लगाउनु भयो है चेन लगाउनु चेन खोल्नु भन्नुपर्छ भने त्यसमा नेरिदा लगाउनु पर्यो क्या छिफरुल चेन नेरिदा भनेको खोल्नु अब पछाडि नेरिदा ओल्लिदा भन्ने भएको भए पो यो सेन्टेन्स मिल्थ्यो त छिफमा मेदा लागेको छ चेन मान्नुमा चेक लेखेछु फेरि मैले चेन मान्नुमा मेदा लागेको छ त्यो मिल्छ त मिल्दैन छिफमा ओल्लिदा भन नि चेन लगाउनु छिफमा नेरिदा भन नि चेन खोल्नु भन्ने हुन्छ नि त अनि छुल्कु नानु हुए ड्युटी गएपछि नौ हुए एपछि युनिफर्मरो युनिफर्मको रूपमा नेरिया सयो झारे युनिफर्म झारे कि युनिफर्म लगाए भन्नु पर्यो हैन युनिफर्म इफ्ता अथवा युनिफर्म फत्ता पो हुन्छ त इफ्ता भन नि युनिफर्म लगाउनु फत्ता भन नि युनिफर्म खोल्नु भन्ने भयो त्यही भएर एन्सर कति रहेछ 4 नम्बर नाल्सिका मौसम हवस गर्मी भएर छागपोक थान्सुरुल कार्य पोसाक अथवा वर्किङ ड्रेसको थान्सु भनेको टाक थान्सुरुल टाक पुरा सयो खोले बुझ्यो भयो ल किनभने टाक लगाउनु के हुन्छ छेउदा हुन्छ थान्सुरुल छेउदा थान्सुरुल छेउदा र थान्सुरुल छाम्गुदा थान्सुरुल छाम्गुदा टाक लगाउनु भन्ने चाहिँ टाक लगाउनुमा छेउदा अनि छाम्गुदा युज हुन्छ टाक लगाउनु अनि टाक खोल्नुमा चाहिँ के लाग्छ खुल्दा थान्सुरुल खुल्दा भने टाक खोल्नु भनिन्छ कि टाक खोल्नु त्यही भएर एन्सर कति भयो 7 है नाल्सिका मौसम थवस गर्मी भएर छागपको कार्य पोसाकको थान्सुरुल टाक पुरा सयो खोले भन्ने एन्सर 4 है कतलतिर जाउँ त फेरि 4 नम्बरको एन्सर लगाउनु होला तपाईहरुले म एक्सप्लेन गर्दिन है ठाउँ दिएको थानय शब्दको भान्देमारुल विपरीत कुरा चाहिँ मुहसिमनी काके हो छाम्गुदा भनेको टाक लगाउनुमा छाम्गुदा युज भयो टाक लगाउनुको खोल्नु भन्नु पर्दा एन्सर यसको भान्देमार के भन्छ खुल्दा खुल्दा भनेको खोल्नु हैन ल अनि यो छाम्गुदा चाहिँ केमा लाग्छ भने मुनुल छाम्गुदा भन्न पनि मिल्छ मुनुल छाम्गुदा थान्सुरुल छाम्गुदा फेल्बु भल्भ अथवा रेगुलेटरलाई के भन्छ फेल्बु भन्छ है फेल्बु रुल पनि के भन्छ छाम्गुदा भन्छ भन्ने कुरा बुझ्नु है ल मुनुल छाम्गुदा भने मुनुल थत्ताको सिमिलर ढोका बन्द गर्नु के मुनुल छाम्गुदा थान्सुरुल छाम्गुदा भने टाक लगाउनु अनि फेल्बु भनेको भल्भ रेगुलेटर बन्द गर्नु पनि के भन्छ छाम्गुदा हुन्छ है बुझ्यौ मुनुल छाम्गुदा ढोका बन्द गर्नु थान्सुरुल छाम्गुदा टाक लगाउनु फेल्बु रुल छाम्गुदा भने भल्भ अथवा ग्यासका रेगुलेटरहरू बन्द गर्नु यो फत्ता भनेको छ नि यो खोल्नु भन्ने हुन्छ तर यो फत्ता के खोल्नु भन्दाखेरि कपडा लुगाहरू खोल्नुमा चाहिँ के लाग्छ फत्ता इप्ताको भान्देमा चाहिँ फत्ता हो के तर टाक लगाउनु छाम्गुदाको भान्देमा के हुन्छ खोल्दा अनि त्यसै गरी ओल्लिदा भनेको त लगाउनु चढाउनु भन्ने हुन्छ चेन लगाउनुमा ओल्लिदा लगाइन्छ नेरिदा भनेको खोल्नु झर्नु कम हुनु भन्ने अर्थ दिन्छ है ल 5 देखि 8 मा एन्सर लगाउँ त फिनखाने थुरगाल खाली ठाउँमा भित्र जाने खाजाङ सबैभन्दा अल्माजुन गसुल मिल्ने कुरा खोलु सिक्सियो छान्नुहोस् भनेछ यरो सारामी धेरै मानिसले हाम्के सँगै सेङ्वारान जीवनयापन गर्ने खिसुक्साए सन होस्टेलमा चाहिँ ह्युचिगुल नियमलाई छाल राम्ररी हेरास हारुन साराम एगे अरु मानिसलाई फिएरुल असर अथवा बाधा भने के असर अथवा बाधा फिहे भनेको असर अथवा बाधा छुदा दिनु छुम्यन दियो भने आन्फेम्निदा हुँदैन छुम्यन दियो भने आन्फेम्निदा हुँदैन हुने या हाम्रिदा पठाउनै पर्छ हुने भनेको पठाउनु अनि छिवया हाम्रिदा यो छिल्दा भनेको हटाउनु सफा गर्नु भन्ने चाहिँ यो छिल्दा हटाउनु अथवा सफा गर्नु भन्ने हुन्छ हटाउनु पनि भयो
त्यसै गरेर सफा गर्नु। अनि छिवया हामीले त भने हटाउनै पर्छ, सफा गर्नै पर्छ भन्छ के। अनि फेरि अर्को छिउदा भन्नु चाहिँ मेटाउनु, यो छिउदा चाहिँ मेटाउनु भन्ने चाहिँ थाहा छ नि यो। अनि छिवया हामीले त हटाउनै पर्छ। अनि छिख्यया हामीले त छिकिदा र छुन्छु हादा भन्नु नि के हो, पालना गर्नु के। छिकिदा त्यसै गरेर छुन्छु हादा, छिकिदा छुन्छु हादा पालना गर्नु, पालना गर्नु भन्ने हुन्छ कि। अनि छिख्यया हामीले त पालना गर्नै पर्छ, साइन हादा प्रयोग गर्नु, साइन हे हामीले त प्रयोग गर्नै पर्छ। अनि नियमलाई प्रयोग गर्ने भन्ने हुँदैन, नियम हटाउने भन्ने पनि भएन, नियम पठाउने भन्ने पनि भएन। नियम के गर्नै पर्छ, पालना। एन्सर साम्बन। यर सारामी धेरै मानिसले हामके सेङ्वाराङ सँगै जीवनयापन गर्ने सुक्साएसनन् होस्टेलमा चाहिँ फ्युचिकल नियमलाई छाल राम्रोसँग छिख्यया हामीले पालना गर्नै पर्छ। थारुङ सारामेगे अरू मानिसलाई फिरुल छुम्यन पीडा अथवा बाधा दियो भने चाहिँ आन्थ्रेमिदा हुँदैन। बुझ्यो? के पनि बुझ्नु भयो? 6 नम्बरमा जाउँ, 6 को एन्सर लगाउनु होला। 6 मा के भनेको छ त भन्दाखेरि अम्ग्य खादा। है 1 मा हेरेर अम्ग्य खाम्निदा भनेको कडा छ, अम्ग्य खादा कडा हुनु। अब यो चाहिँ कस्ता कुरामा लाग्छ भन्ने कुरा अहिले म बुझाइहाल्छु। अम्ग्य खादाको फान्देमा चाहिँ छायुरोक्ता, छायुरोक्ता भन्नु नै स्वतन्त्र हुनु भन्ने हुन्छ के, स्वतन्त्र हुनु। अनि फेरि ताक्ता खादा पनि के हो, यहाँनिर 2 मा हेर्नु त, ताक्ता खाम्निदा भनेको पनि कडा छ भन्ने, ताक्ता खाम्निदा, ताक्ता खादाबाट ताक्ता खाम्निदा, ताक्ता खादा पनि के हो, कडा हुनु। फेरि ताक्ता खादाको फान्देमा चाहिँ के हुन्छ थाहा छ, कुदुरक्ता, नरम कुदुरक्ता, नरम भन्ने हुन्छ कि। अब भनिसकेपछि यो कुरा बुझौँ कि यो अम्ग्य खादा कडा हुनु भयो, यो चाहिँ नियमहरू हुँदै लाग्छ के, ख्युछिक हुँदै नियमहरू कडा छ हैन। तपाईले ड्रेसहरू लगाएर जानुपर्छ, ठ्याक्कै टाइममै पुग्नुपर्छ भने त्यस्तो कुरालाई चाहिँ अम्ग्य खादा भन्ने। तर नियम चाहिँ लुज छ हैन, जति बेला गए पनि हुन्छ, जे लगाए पनि हुन्छ, मन परी छ हैन, त्यो चाहिँ छाइरोक्ता हो। तर यो ताक्ता खादा कडा हुनु हुन्छ नि, यो भने चाहिँ तपाईको जमिनहरू कडा हुनु हैन, जमिनहरू कडा दह्रो हुनु भने जस्तो अर्थ दिन्छ के। मान्छे कडा छ भन्नु पर्यो भने ताक्ता युज हुन्छ। अनि जमिनहरू नरम छ अथवा केही कुराहरू सफ्ट छ भन्नु पर्यो भने ताक्ता खादाको फान्देमाल कुदुरक्ता, अम्ग्य खादाको फान्देमाल छाइरोक्ता भनेर बुझ्नुपर्छ है। ल अनि 2 मा ताक्ता खाम्निदा कडा छ, छाइरोक्ताबाट छाइरोक सुम्निदा स्वतन्त्र छ, छाइरोक्ता भनेको स्वतन्त्र हुनु है। अनि 4 मा कादारोप सुम्निदा भनेको गाह्रो छ, झन्झटिलो छ। कादारोक्ता भनेको के रहेछ, गाह्रो हुनु, झन्झटिलो, कादारोक्ता, कादारोक्ता। त्यसै गरेर हिमदुल्दा, हिमदुल्दा। त्यसै गरेर अरियप्ता, यी सिमिलर छ है, अरियप्ता। कादारोक्ता, हिमदुल्दा, अरियप्ता भने गाह्रो हुनु। अनि के कुरा बुझौँ भने कादारोक्ता भनेको चाहिँ झन्झटिलो भएर केही कुरा गाह्रो हुन्छ भने त्यो कादारोक्ता हो। हिमदुल्दा भनेको चाहिँ काम गर्ने कुरा, जस्तै भारी बोक्ने कुरा गाह्रो हुन्छ भने हिमदुल्दा, मानसिक कुरा गाह्रो हुन्छ भने अरियप्ता, शारीरिक कुरामा गाह्रो हुन्छ भने हिमदुल्दा। जस्तै कोरियन भाषा पढ्न गाह्रो भयो त्यो के भयो, अरियप्ता हैन। काम गर्ने कुरा, बलका कुरामा गाह्रो भयो भने हिमदुल्दा, झन्झटिलो हुन्छ भने कादा। ल उरी वेसानुन हाम्रो कम्पनीमा चाहिँ टिसर्टको टिसर्ट लगाएर, टी-सर्ट भने के, उरी वेसानुन हाम्रो कम्पनीमा चाहिँ टिसर्टको टी-सर्ट लगाएर छुल्गुनेदो काममा गए पनि, छुल्गुनादा काममा जानु, आदो अदो यदो भनेको ए पनि, छुल्गुनेदो काममा गए पनि थुइमिदा हुन्छ। उरी वेसानुन हाम्रो कम्पनीमा चाहिँ कुनुइगिगा वातावरण, कुनुइगिगा वातावरण। अब काममा जाने बेला टी-सर्ट लगाएर गए पनि हुन्छ अरे भनिसकेपछि त वातावरण, कम्पनीको वातावरण पक्कै पनि के छ, स्वतन्त्र छ, फ्रिडम छ नि त हैन। फ्रिडम हुनु, स्वतन्त्र हुनुलाई के भन्छ, छाइरोक्ता है। एन्सर 3 नम्बर। बुझ्यो? ल किनभने टी-सर्ट लगाएर जाने त हैन नि त, कम्पनी उही काम गर्न जाँदा त हैन, त्यहाँको ड्रेस हुन्छ, पोक्चाङ हुन्छ। तर त्यो नलगाई जान पाइन्छ भने त्यो छाइरोक्ता भयो। तर ड्रेस लगाएर जानुपर्छ, टाइममै पुग्नुपर्छ भने नि अम्ग्य खादा भयो के त्यति बेला। एन्सर 3।
우리 वेसानुन हाम्रो कम्पनीमा तिसुलिपको टी-शर्ट लगाएर 출근해도 됩니다. ड्युटी गए पनि हुन्छ. 우리 वेसानुन हाम्रो कम्पनीको 분위기가 वातावरण 자유롭습니다. स्वतन्त्र छ. ल 7 नम्बरमा जाने 상대방. 상대방 भन्ने यसले विपक्षी भन्ने अर्थले चाहिँ विपक्षी अथवा दोस्रो व्यक्तिलाई के भन्छ 상대방. 상대방이 विपक्षीलाई 불쾌 감 भनेको असहज असहज बाधा नै भन्न खोजेको है. असहज नुकिल्छु इन्नुन. नुकिदा भनेको के हो थाहा छ नि हैन. नुकिदा त्यसैले केदात्ता पनि हुन्छ है यसले सिंगलर. नुकिदाको सिंगलर के हो केदात्ता. नुकिदा केदात्ता भन्ने महसुस गर्नु. नुकिदा केदात्ता महसुस गर्नु. अनि 상대방이 विपक्षीलाई 불쾌 감을 असहज नुकिल्छु इन्नुन महसुस नसक्ने पुलरुल हाम्यान गर्यो भने आम्फेमिदा हुँदैन. अब एकमा 규칙 नियम, दुईमा छोदै निम्तो निमन्त्रणा अथवा निम्तोलाई छोदै भन्छ है. निम्तो अथवा निमन्त्रणा. त्यसै गरेर नोङगाम र छाङनान भनेको ठट्टा. छाङनान छाङनान भनेको पनि के हो ठट्टा भन्छ है. ठट्टा. अनि त्यसरी ईसा भनेको बसाइ सर्नु. ईसा इमिन अनि त्यसै गरेर इजम भन्ने बसाइ सर्नु भनिन्छ है. इजनादा ईसादा इमिनादा भनेको बसाइ सर्नु. अब के गर्यो भने चाहिँ हुँदैन ठट्टा गर्यो भने हुँदैन नि त हैन. असहज हुने ठट्टा गर्यो भने त्यो सेक्सुअल हेरेसमेन्ट हुन्छ के हैन. यौन दुर्व्यवहारै हुन्छ हैन. कसैलाई ठट्टा गर्नु भनेको पनि त्यो के हो संविरोध हैन. संविरोध हुन्छ है. ल 상대방이 विपक्षीलाई 불쾌 감을 असहज नुकिल्छु इन्नुन महसुस गर्न सकिने नोङगामुल हाम्यम ठट्टा अथवा मजाक गर्यो भने आम्फेमिदा हुँदैन भन्ने चाहिँ आन्सर भयो है. ल यो कुरा ख्याल गर्नु होला. 7 नम्बर भनेपछि 8 नम्बर. ल यो चाहिँ 8 नम्बर हो है. तर 7 लेखिया रहेछ हैन. केही छैन बुझिहाल्नुहुन्छ. र यो एन्सर गराउनु त 8 नम्बर हो है. यो 7 भए तापनि 8 नम्बर. छो운 직장 분위기를 좋은 राम्रो 직장 कार्यस्थलको 분위기를 वातावरण 만들기 위해서는 VST+기 위해서 भनेको को लागि के 만들기 위해서는 बनाउनको लागि मोदुन सबै सारामे मानिसको नोर्यगी प्रयास अथवा कोशिश. नोर्य खादा भनेको कोशिश गर्नु है. नोर्य खादा अनि के हुन्छ अर्को थाहा छ सिधो हादा. नोर्य खादा है. नोर्य खादा ए सुदा सिधो हादा कोशिश गर्नु अथवा प्रयास गर्नु भन्ने हुन्छ के. अनि नोर्यगी कोशिश फेरि हामीले त आवश्यक हुन्छ अरे. फेरि हादा भनेको आवश्यक हुन्छ के. सरो एक आपसमा उत्ता भनेको हाँस्ने अनि उन्नुन हाँस्ने अल्गुल्लो अनुहारको रूपमा. हाँस्ने अनुहार भनेको हसिलो अनुहार. अल्गुल भनेको के रहेछ अनुहार. अल्गुल आन्म्यन अनि त्यसै गरेर नाक. फाछिममा छ भएको नाक भनौँ भने यसको अर्थ अनुहार भन्ने हुन्छ के अनुहार. अनि उन्नुन अल्गुल्लो हसिलो अनुहारद्वारा इयागी हानुन गसी कुराकानी गर्ने कुरा चाहिँ सुनिदा राम्रो छ. बुरिदो र अनि 상대방을 विपक्षीलाई फेरि हानुनको ख्याल गर्नु. अनि फेरि हानुन ख्याल गर्ने अथवा आदर गर्ने माउमुल मनलाई हानुन ताम्यन लियो भने खाता लिनु. हानुन ताम्यन लियो भने एकमा हुन्छ झुल्गाउन इरी रमाइलो काम अप्सजिल खत खासिम्निदा अथवा अप्सजिल खसिम्निदा नभइदिने कुरा हो. अप्ता नहुनु अप्सजिदा नभइदिने आजिदा अजिदा लाग्यो. अनि अप्सजिदाको ता काटेर ल र उल भनेको ने अथवा नेवाला अनि खत भनेको कुरा इम्निदा भनेको हो. अनि झुल्गो उल रमाइलो इरी काम अप्सजिल नभइदिने खसिम्निदा कुरा हो त. अरूलाई ख्याल गर्यो भने नराम्रो काम रमाइलो काम हुँदैन त हुन्छ नि हैन. खाकापके नजिक गरी छिनेजी आनुल घनिष्ठ नहुने. खाकापके नजिक गरी छिनेजी आनुन भनेको छिनेदा भनेको घनिष्ठ हुनु बिताउनु हो नि त हैन.
नजिक गरी टाइम स्पेन्ड गर्ने अथवा समय कटाउने कुरा नहुने कुरा हो भन्छ। खाकापके नजिक गरी छिनेजी आनुन भनेको छिनेदा भनेको समय बिताउनु अनि छिनेजी आनुन समय नबिताउने खसिमनेदा कुरा हो, मतलब घनिष्ठ नहुने कुरा हो भनेको। अनि वानेदा भनेको रिस पोख्नु चाहिँ के हो? वानेदा, वारुल नेदाबाट सर्ट फर्ममा वानेदा आउँछ है, रिस पोख्नु, रिस पोख्नु भन्ने अर्थ दिन्छ। अनि वानेनुन रिस पोख्ने इरी काम असजिल नभइदिने खसिमनेदा कुरा हो। हुनुइकीका वातावरण छोछि आनुल भनेको राम्रो नहुने खसिमनेदा कुरा हो। अब एक आपसमा ख्याल गरियो भने वातावरण नराम्रो हुने भन्ने कुरा हुँदैन, नजिक गरी घनिष्ठ नहुने भन्ने कुरा पनि हुँदैन, अनि रमणीय काम नभइदिने भन्ने कुरा हुँदैन। के चाहिँ नहुने भयो त? तपाईले एक आपसमा ख्याल गर्नुभयो, हँसिलो अनुवादले बोल्नु भयो भने चाहिँ वानेनुन रिस पोख्ने इरी काम असजिल नभइदिने खसिमनेदा कुरा हो। बुझ्यो? ल एन्सर दिनु। फेरि एकपटक म एक्सप्लेन गरेँ। छोन राम्रो छिक्चाङ कार्यस्थलको खुनुगिरुल वातावरण मान्दुल्गी वियसनुन बनाउनको लागि मोदन सारामे सबै मानिसको नोरियोगी कोसिस क्रियान्विता आवश्यक हुन्छ। सरो एक आपसमा उन्नुन अल्गुल्लो हसिलो अनुहारद्वारा यागी हानुन गसी छसुम्निदा कुराकानी गर्ने कुरा राम्रो हुन्छ। खुरीगरो अनि साङ्दे बाङ्गुल विपक्षीलाई फेरि हानुन ख्याल भने माउमुल मनलाई खानुन ताम्यान लियो भने वानेनुन रिस पोख्ने इरी काम असजिल नभइदिने खसिमनेदा कुरा हो भने चाहिँ यो 9 को हेर्नुहोस् त। अब यहाँनिर के भनेछ त भन्दाखेरि है, ठाउँ दिएको फाङ्गो भनेको विज्ञापन, विज्ञापनलाई के भन्छ? फाङ्गो भन्छ है। दिएको विज्ञापन चाहिँ महसुल केलाई नाफानेको सुनिदा जनाइरहेको छ, केलाई जनाइरहेको छ भन्छ। अब यहाँनिर भन्छ सुरेगिनुन फोर चाहिँ छुक्ची आनन्दा भनेको मर्दैन, मर्दैन भनेको मतलब कुइँदैन भनेको नि त, छुक्ता भनेको त मर्नु हो कि हैन? अनि सुरेगीका फोर, सुरेगिनुन फोर चाहिँ छुक्ची आनन्दा मर्दैन, थामान तथापि तर, फोर चाहिँ मर्दैन भनेको मतलब फोर चाहिँ कुइँदैन, तर छेवारियोङ थोइल पुनिदा पुनः प्रयोग हुने मात्र हो भने, पुन भनेको मात्र, कहिलेकाहीँ चाहिँ झन्डै भनेर पनि पढ्छौँ है, पुनलाई झन्डै अनि मात्र भन्ने अर्थ दिन्छ। थामान तथापि तर छेवारियोङ थोइल पुनः प्रयोगमा हुने पुनमान अथवा पुन इदा मात्र हो भन्छ। भनिसकेपछि यसको अर्थ के हो त? फोर मर्दैन तर पुनः प्रयोग गर्न सकिने मात्र हो भन्नुको मतलब सुरेगिरुल फोरलाई छेवारियोङ हाप्सिदा पुनः प्रयोग गरौँ। एन्सर 1 भने त सुरेगिरुल फोरलाई छे पुनः वार्योङ भनेको प्रयोग होइन त, छे पुनः वार्योङ प्रयोग हाप्सिदा गरौँ, फोरलाई पुनः प्रयोग गरौँ, रिसाइकल गरौँ भने के। अनि इलवै योङफुमुल सुजी माप्सिदा, इलवै योङफुम भनेको इल भनेको एक हैन, वै भनेको पटक, पटक, अनि योङफुम भनेको सामान। एक पटक प्रयोग गरेपछि त्यो चलाउन नमिल्ने सामानलाई चाहिँ इलवै योङफुम भन्छ के। एक पटक प्रयोग गर्ने सामान सुदा प्रयोग गर्नु, सुजी माप्सिदा प्रयोग नगरौँ, बिएसटी प्लस जी माप्सिदा नगरौँ भन्ने ग्रामर है। छागत चाँगे स कार्यस्थलमा तदुल्दा हल्ला गर्नु, तदुल्जी माप्सिदा हल्ला नगरौँ, तदुल्दा हल्ला गर्नु, तदुल्जी माप्सिदा हल्ला नगरौँ। यागु जाँगे स बेसबल मैदानमा सुरेगिरुल फोरलाई फरिजी माप्सिदा फरिदा फ्याक्नु, फरिजी माप्सिदा भने नफालौँ भन्छ है। ल एन्सर 1 नम्बर। अनि तपाईहरुलाई थाहा छँदैछ सुरेगी फेगी अथवा फेगी मूल और अनि त्यसको अर्थ फोर भन्ने हुन्छ। सुरेगी फेगी फेगी मूल भन्नाले यसको अर्थ फोहोर भन्नु, फोहोर। सुरेगी फेगी फेगी मूल फोहोर। ल तलतिर जानु होला। इसारा में हैन, इसारा में यो मानिसको इरुमुन नाम चाहिँ मुअसिमिका के हो भन्छ है। अब इरुमको ठाउँमा कहिलेकाहीँ संयम पनि आउन सक्छ। इरुम पनि नाम, संयम भन्नु पनि के हो? नाम। अनि शुभ नाम भन्नु पर्यो भने संहाम, संहामको अर्थ पनि नाम हुन्छ, कहिलेकाहीँ छोनाम पनि आउन सक्छ है। छोनाम भन्नु भने पनि यसको अर्थ नाम भन्ने हुन्छ, नाम। अनि यी सारामे यो मानिसको इरुमुन नाम चाहिँ मुअसिमिका के हो? हाक्सेङजुङ विद्यार्थी आइडी कार्ड भने के, हाक्सेङजुङ विद्यार्थी आइडी कार्ड। अनि खिमिनजी अनि सन्जाङ हैन, अनि खिगान 2022 6 महिना 30
भनेपछि यो व्यक्तिको यो मान्छेको नाम चाहिँ के हो खिमिन्जी इम्निदा खिमिन्जी हो भन्नु पर्यो नि त हैन ल आन्सर आइगयो यो बुकमै पढ्नु भएको छ बुकमै मैले च्याप्टर पढाउँदा पनि पढाएकै कुरा छ है 11 को एन्सर लगाउने त के भनेछ त 11 मा भन्दाखेरि ठाउँ दिएको खुरुल हरफलाई इलको पढेर नेयङ वा विषयसँग खाथुन गसुल उस्तै कुरा थोडी सिक्सियो छान्नुहोस् भने चाहिँ अब 11:30 मा मेसेज गरे रहेछ कसले आगुङले कसलाई छाहारालाई आगुङले चाहिँ के भनेछ छाहारालाई भने छारासी छाराजी अझै हिजो वानेछ रिस पोखेकोमा वानेदा रिस पोख्नु के अनि वानेछ रिस पोखेकोमा मियाने हो माफ गर्नुहोस् छारासी छाराजी अझै हिजो वानेछ रिस पोखेकोमा मियाने हो माफ गर्नुहोस् भनेर मुन्जा पठायो के मेसेज पठायो है अनि फेरि छाराले भन्छ आगुङसी नादो वानेछ मियाने हो नेल नेगा खफिरुल साल्कयो पुरी खाची खफिरुल मास्ययो आगुङसी आगुङजी नादो मैले पनि वानेछ रिस पोखेकोमा मियाने हो माफ गर्नुहोस् यस्ता मियानादा खाम्सादा खुमाप्ता भन्ने भब छन् नि यिनीहरूको अगाडि चाहिँ जहिले आसो आसो ग्रामर लाग्छ है हेर्नु त वाने छ वानेको भन्न पाइँदैन यहाँनिर किनभने यहाँ मियानादा आएको छ पछाडि मियानादा छैसङआदा खुमाप्ता खाम्सादा आयो भने त्यसको अगाडि जहिले आसो आसो ग्रामर लाग्छ आगुङसी आगुङजी नादो मैले पनि वानेछ रिस पोखेकोमा मियाने हो माफ गर्नुहोस् नेल नेगा भोलि मैले खफिरुल साल्कयो कफी किन्ने छु पुरी खाची हामीसँगै खफिरुल मास्ययो कफी पिउँ भनेको चाहिँ भनिसकेपछि एकमा हुन्छ थु सारामुन दुई मानिसले अझै हिजो साव सुनिदा झगडा गरेको थिए हो कि होइन भन्नु त एन्सर एकमा साउदा भनेको के हो झगडा गर्ने साउदा साउमुल हादा साउमुल हादा पनि हुन्छ अरू पनि हुन्छ झगडा गर्नु थु सारामुन दुई मानिसले अझै हिजो साव सुनिदा झगडा गरेका थिए दुईमा भन्छ यजागा केटी मन्ज पहिले सागवारुले सुनिदा माफी माग्यो अरे यजागा केटीले मन्ज पहिले सागवारुले सुनिदा माफी माग्यो भन्छ केटीले पहिले मेसेज पठाएको छ कि यो आगुङ केटाले हो पहिले मेसेज त हेर्नु त आगुङले छाराजी हिजो रिस पोखेकोमा माफ गर्नुहोस् भनेर पहिले त केटाले पो माफ मागेको छ त हैन सागवारुल हादा भनेको माफ माग्नु थाहा छ नि सागवारुल हादा अनि योङसरुल फिल्दा अनि योङसरुल फिल्दा मात्रै नभनेर हादा जोड्न पनि मिल्छ है माफी माग्नु भन्ने चाहिँ तिनमा भन्छ नाम जानुल केटालाई चाहिँ आजिक्दो अझै पनि केटाले चाहिँ आजिक्दो अझै पनि वारुल नेदा रिस पोख्नु वारुल नेगु सुनिदा रिस पोखिरहेको छ अरे हो त छैन माफी मागिसक्यो है थु सारामुन दुई मानिस चाहिँ ओनुल आज कफी सपमा कफी सप भनेको थादाङ यसको सिमिलर के हो कफी सपको थादाङ कफी सप र थादाङ भनेको कफी सप है थु सारामुन दुई मानिस ओनुल आज कफी सपमा मानाल कम्निता भेट्न चाहिँ भेट्नेछन् तर आज होइन नि त यहाँ के भनेको छ त भन्दाखेरि आगुङसी नादो वानेछ मियाने हो ने इलले कुरा बिगार है भोलि चाहिँ मैले कफी किन्ने छु हामी सँगै कफी पिउँ सजिलो कुरा है यस्ता कुरामा झुकेर त भएन नि त फेरि निजन सरको बेजेत नगर्नु है राम्रो पढ्नु हैन ख्यउल हिउँदृतु सिफाल फुरो पर्सेन्ट फुरो भनेको प्रतिशत अथवा हामी पर्सेन्ट हैन हिउँदृतु चाहिँ 18% रहेछ फोम इसिपछिल फुरो 27% खाउल इसिपी फुरो अनि यरुम भनेको चाहिँ 33 फुरो 33% है माथि पढाउँछ ठाउँ खुरेपुए थ्यान दिएको ग्राफको बारेमा सल्म्याङ है यो सल्म्याङको व्याख्याद्वारा मान्नुन गसुन मिल्ने कुरा मुअसमिका के हो खेजल मादा नाउन प्लस मादा भनेको प्रत्येक अथवा पिच्छे खेजल मादा ऋतु पिच्छे अथवा प्रत्येक सिजनमा भनेको ऋतु पिच्छे नोल्दा घुम्न खागो सिफुन जान चाहेका खादा जानु खागो सिफुन जान चाहेका सारामे मानिसको छोसा भनेको अनुसन्धान
अनुसन्धान गर्नु रिसर्च गर्नुलाई के भन्छ छोसा छोसा ल फोम्ते नामपस्तेको बेलामा है फोम्ते वसन्त ऋतुको बेलामा नोल्ल खानुन घुम्न जाने नोल्दा घुम्नु र भनेको न अथवा नको लागि भन्ने ग्रामर है फोम्ते वसन्त ऋतुको बेलामा नोल्ल खानुन घुम्न जाने सारामी मानिस थुबन्चेरो दोस्रो पटकद्वारा छक सुन्निदा थोरै छन् अरे थुबन्चेरो बन्चे भनेको पटक थु भनेको दुई थुबन्चेरो दोस्रो पटकद्वारा छक सुन्निदा थोरै छ अरे यहाँ फेरि एकपटक हेरौँ त वसन्त ऋतु यहाँनिर छ यो जुन वसन्त ऋतुमा घुम्न जाने मानिसहरू चाहिँ दोस्रो पटकद्वारा थोरै छन् भन्छ अब पहिलो पटकद्वारा थोरै भनेको तपाईँको 18% छ ख्याउल भयो दोस्रो पटकद्वारा थोरै भनेको त यहाँ 22% छ त्यो त के हो खाउल पो हो त तर फर्म हो त होइन खाउल ग्वा हिउँद ऋतु सरी शरद शरदलाई के भन्छ खाउल हैन जुन पातहरू झर्ने थालुङहरू हुने हैन शीतल हुने ऋतु खाउल है शरद ऋतु र ख्याउल तेनुन हिउँद ऋतुको बेलामा नोल्ल खानुन घुम्न जाने सारामदुरी मानिसहरू तोकात सुन्निदा तोकात्ता भनेको उस्तै हुनु सेम हुनु अनि तोकात सुन्निदा उस्तै छन् हैन त खाउल र ख्याउलको बेलामा नोल्ल खानुन यो खाउल भयो यो ख्याउल भयो हैन खाउल ख्याउल यो बेलामा चाहिँ नोल्ल खानुन घुम्न जाने सारामी मानिस तोकात सुन्निदा उस्तै छन् यो ख्याउल 18% छ खाउल कति छ 22% छ उस्तै हो त होइन है अनि यहाँनिर मैले अगाडिदेखि लेख्दै आएको मिनिङहरु छ नि यो तोकात्ता 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 हैन थात्ता त्यस्तै गरेर फिसु थादा अनि थाम्दा थाम्दा त्यसरा थोङी राधा उस्तै हुनु यो सबको अर्थ के हुन्छ उस्तै अथवा सेम हुनु भन्ने हुन्छ कि उस्तै हुनु अनि उस्तै हुनुलाई के पनि भन्छ माछानगाजी पनि भन्छ माछानगाजी सेम अथवा उस्तै भन्ने चाहिँ यसको अर्थ भयो उस्तै सेम ल भनेपछि यो पनि भयो अन्ततिर जाउँ त ख्याउल बोदा हिउँद ऋतु भन्दा यरुमते ग्रीष्म ऋतुको बेलामा अथवा यरुमको बेलामा नोल्ल खानुन घुम्न जाने सारामुन मानिस चाहिँ थुफे इसाङ थैनिदा 2 गुणा भन्दा बढी हुन्छन् अरे थुफे भनेको 2 गुणा है यो माथिको मिनिङ सारिसक्नु अनि माथिको मेटाइदिएन मैले सबै मेटाइदिए अनि मात्र एक्सप्लेन गर्न सजिलो हुन्छ मलाई भयो ल माथिको याद गर्नु ल यहाँ के भनेको छ भने त ख्याउल भन्दा चाहिँ यरुमको बेलामा घुम्न जाने मानिस चाहिँ थुफे इसाङ थैनिदा 2 गुणा भन्दा बढी थुफे 2 गुणा इसाङ भन्दा बढी थैनिदा छ हैन यरुममा घुम्न जाने ख्याउलमा कति छ 18% छ अनि त्यसै गरेर यो जुन फर्ममा चाहिँ कति छ यरुममा कति छ 33% छ भनिसकेपछि 18 दुना 36 हैन नि भनेपछि यो 36 भन्दा पनि माथि छन् अरे बढी छन् अरे यरुममा भनेको के मिले त मिलेन नि त इफेको अर्थ 2 गुणा के ख्याउल भन्दा चाहिँ जुन यरुममा घुम्न जाने मानिसहरू चाहिँ 2 गुणा भन्दा बढी छन् 18 × 2 भन्दा पनि बढी छ अरे के कुन यो यरुम भन्छ भएन है यो भनेपछि यहाँ छ 4 नम्बर ख्याउल तेनुन हिउँद ऋतुको बेलामा चाहिँ नोल्ल खागो सिप्तारानुन घुम्न जाने भन्ने हैन नोल्ल खागो सिप्तारानुन घुम्न जाने भन्ने सारामदुरी मानिसहरू इल उइरो उइ भनेको स्थान पोजिसन है उइ त्यस्तै गरेर दुङ स्थान इल उइरो प्रथम स्थानको रूपमा छक्सुनिदा थोरै छ पहिलो रूपमा थोरै छ भन्न त खोजेको हो नि हो किन भइहाल्यो ल अन्त थोरै पहिलो स्थानमा थोरै भनेको त के हो ख्याउल हो दोस्रो स्थानमा थोरै भन नि खाउल तेस्रो स्थानमा थोरै भन नि फोङ हैन यसरी गर्दै जानु रे ख्याउल तेनुन हिउँद ऋतुको बेलामा नल्ल खागो सिप्ता रानु घुम्न जान चाहने भन्ने सारामदुरी मानिसहरू इल उइरो प्रथम स्थानको रूपमा छक्सुनिदा थोरै छ ल 13 देखि 14 मा जाउँ त ठाउँ खुरुलिल्क दिएको हरफ पढेर मोसे फ्यान केको बारेमा खुरिन्जी हरफ हो खुरु सिप्सियो छान्नुहोस् अब 13 मा भन्छ छन् म चाहिँ हाङ्गु सोसरुल उपन्यास हैन उपन्यासलाई के भन्छ सोसल उपन्यास
छनुन म चाहिँ हाङ्गु कोरियन सोसल उपन्यास इङ्नुन गसुल पढ्ने कुरा इक्ता पढ्नु इङ्नुन गसुल पढ्ने कुरा आज ज्यादै छोवा मेदा मन पराउँछु। आजिक अझै मोरुनुन नजानेका थाहा नभएका थाहा नगा शब्द मानस धेरै भएर छन्जा साजनिना इलेक्ट्रिक डिक्सनरीलाई छन्जा साजन भन्छ है। साजनको अर्थ एउटा डिक्सनरी भन्ने पनि हुन्छ, डिक्सनरी अथवा शब्दकोश भन्ने पनि भयो। अनि अर्को अग्रिम मिरिको फिसुत पनि हुन्छ है। यो साजन डिक्सनरी पनि हो अनि मिरिको फिसुत अग्रिम भन्ने पनि हुन्छ। अनि मोरुनुन खाना भएका शब्द मानस धेरै भएर छन्जा साजनिना, छन्जा भनेको विद्युतीय, साजन भनेको डिक्सनरी। विद्युतीय डिक्सनरी अथवा इलेक्ट्रिक डिक्सनरी इना अथवा यङभारुल फिल्म फोमेन्स हेर्दै हाङ्गुगरुल कोरियन भाषा फेउको इस्मिदा सिकिरहेको छु भरे हैन। फेउको इस्मिदा सिकिरहेको छु। फेरि एकपटक हेरौँ त। छनुन म चाहिँ हाङ्गुक सोसरुल कोरियन उपन्यास इङ्नुन गसुल पढ्ने कुरा आज ज्यादै छोवा मेदा मन पराउँछु। आजिक अझै मोरुनुन नजानेका थाहा नभएका थानाका शब्द मानस धेरै भएर छन्जा विद्युतीय साजनिना डिक्सनरी अथवा इलेक्ट्रिक डिक्सनरी अथवा यङवारुल फोमेन्स फिल्म हेर्दै हाङ्गुगरुल कोरियन भाषा फेउको इस्मिदा सिकिरहेको छु। एकमा छुइमी वाल्दोङ रुचि अनुसारको क्रियाकलाप। छुइमी वाल्दोङ भनेको रुचि अनुसारको क्रियाकलाप। छन्जा साजन इलेक्ट्रिक डिक्सनरी, यो सिप बिल्डिङमा चित्रमा आएको छ है छन्जा साजन। सिप बिल्डिङमा सोधिसकेको कुरा हो। छन्जा साजन इलेक्ट्रिक डिक्सनरी। फ्योङ्सो साधारण सामान्य सेङ्वाल जीवनयापन। हाङ्गु क्यङवा कोरियन फिल्म। कोरियन फिल्म हेर्ने भन्ने कुरा छ त यहाँ छैन। कोरियन फिल्म हेर्दै सिक्छ अरे। छन्जा साजनकै बारेमा मात्रै एक्सप्लेन गरेको छ त। माथि इलेक्ट्रिक डिक्सनरी यस्तो, इलेक्ट्रिक डिक्सनरी यो गर्छ भन्ने कुरा त छैन नि त। सामान्य सिम्पल लाइफ साधारण जीवनयापनको बारेमा पनि कुरा छैन। यो चाहिँ के हो? छुइमीवाल हैन। उपन्यासहरू पढ्नु। अनि त्यसै गरेर फोङ्गु आधा चाहिँ छुइमीमा पर्दैन है। फोक्सा आधा भन्यो भने पनि त्यो केमा पर्छ? छुइमीमा पर्छ। फोक्सा चाहिँ छुइमी हो, अध्ययन गर्नु छुइमी, तर फोङ्गु चाहिँ छुइमीमा पर्दैन है। फोक्सा चाहिँ केमा पर्छ? छुइमीमा पर्छ। हैन। यसले उपन्यास पढ्छ भनेको रुचि अनुसारको क्रियाकलाप गर्छ। अनि छुइमी वाल्दोङ भनेको के हो? रुचि अनुसारको क्रियाकलाप हो त। ल त्यही भएर एन्सर 1 नम्बर हुन्छ। तपाईहरुलाई थाहा छ छैन त्यो छन्जा साधन है? थाहा छ अनि म देखाइदिइहाल्छु तपाईहरुलाई है। छन्जा साधन है। यही नै के इलेक्ट्रिक डिक्सनरी हो। यो एक्जाममा पिक्चरमा पनि राखेर सोधेको छ है। यो चाहिँ सर्ट पकेटमा बोकेर हिँड्न पनि सकिन्छ हैन। देख्नुभयो है? यसलाई नै इलेक्ट्रिक डिक्सनरी भन्छ। यहाँ टाइपिङ गर्ने थाहा नभएका शब्दहरू खोज्न सकिन्छ है। बुझ्यो? ल यसलाई नै छन्जा साधन भन्छ भनेर चित्र याद गरिराख्नु है। पुगेका थियौँ हामी। यो 14 को एन्सर लगाउने त। 14 14 को 1 मा म्योङजल उम्सी चाडपर्वको खाना। चुसक कोरियन दशैं चुसक। हाङ्गावी पनि चुसकको नाम। हाङ्गावी। त्यसै गरेर फारवल देफुरुङ पनि भन्छ है। चुसकलाई के पनि भन्छ? फारवल देफुरुङ। यी सबै चुसकै हुन्। चुसकका नामहरू हुन् के। चुसक जुन चाहिँ 8 महिना 15 गते पर्छ है। चुसक चाहिँ कोरियन पात्र अनुसार 8 महिना सिगोइल 15 गते पर्छ। अनि चुसकको फुङसुक भनेको चलन। फुङसुक मोसुक भन्यो भने त्यसको अर्थ के हो?
चलन भन्ने चाहिँ कहिलेकाहीँ मोसुब पनि युज हुन सक्छ। मोसुब फुङसुब भन्न नै चलन है। अनि छङथङ परम्परागत नोरी भनेको खेल, अनि म्याउजल चाडपर्वको छुङ्न्यु भनेको प्रकार। छुङ्न्यु भनेको के रहेछ? प्रकार है। छुङ्न्यु खाजी भन्ने पनि प्रकार हुन्छ। त्यसैले छाङ्नु फिल्महरू अथवा गीतको प्रकारहरू भन्नुपर्छ भने छाङ्नु हुन्छ है। अनि यु ह्याङ भन्ने पनि यसको अर्थ प्रकार, टाइप भन्ने हुन्छ कि प्रकार। तर फिल्मको प्रकारलाई चाहिँ छाङ्नु भन्नुपर्छ है। ल सुसक माजा, सुसकको मिलेर हैन, सुसक मिलेर, मात्रा मिल्नु माजा मिली कहिलेकाहीँ स्वागत भन्ने हुन्छ। स्वागत गरी भनौँ न हैन, सुसकलाई स्वागत गरी वेगुगिन दुरुल उइहान विदेशीहरूको लागि, वेगुगिन विदेशी दुरुलहरूको उइहान लागि सुसकमा स्वागत गरेर वेगुगिन दुरुल उइहान विदेशीहरूको लागि स्वागत कहिलेकाहीँ मिल्नु भन्ने पनि हुन्छ। विदेशीहरूको लागि यर हेङसागा, यर खाजी धेरै प्रकारका हेङसाहरू उत्सव पर्व, हेङसाहरू उत्सव पर्व, हेङसा चुक्चे इभेन्टु, इभेन्टु उत्सव पर्व, इभेन्ट भन्ने हुन्छ है। उत्सव पर्व छुन्डी हामीदा तयार गरिन्छ। हाङ्गुगे कोरियाको छङथङ नोरिदो हालसुइतको, हाङ्गुगे कोरियाको छङथङ परम्परागत नोरिदो खेल पनि हालसुइतको खेल्न सकिन्छ र म्याङजल उम्सी चाडपर्वको खाना सोङफ्योन्दो राइस केक, कोरियनहरूले चाहिँ के गर्छन् भने सुसकको बेलामा चाहिँ धान खुम्क्याउने बेला हुन्छ, त्यो जुन भर्खरै भित्रको अथवा भर्खरै काटेको धानबाट चाहिँ उनीहरूले सोङफ्याङ बनाउँछन् के, राइस केक, चामलबाट बनाएको लड्डु हो यो हैन। सोङफ्याङदो राइस केक पनि छिकचक आफै मान्दु र खोल्सुई सुन्निदा बनाइ हेर्न सकिन्छ अरे। अब छुसक चाहिँ जुन कोरियाको एउटा मेन चाड रहेछ, यो छुसकमा चाहिँ परम्परागत खेल पनि खेलिन्छ अरे, म्याङजल उम्सिक पनि खाइन्छ अथवा सोङफ्याङ पनि बनाउन सकिन्छ अरे भनिसकेपछि चाडपर्वको प्रकार भएन, छङथङ नोरीको बारेमा मात्रै कुरा पनि छैन, छङथङ म्याङजल उम्सिकको बारेमा मात्रै पनि कुरा छैन नि त। चाडपर्वको खानाको बारेमा, सोङफ्याङको बारेमा अथवा चाडपर्वको खानाको बारेमा मात्रै पनि कुरा छैन, परम्परागत खेलको बारेमा मात्रै पनि कुरा छैन। अब चाडपर्वको प्रकार त होइन भनिसकेपछि यो छुसकमा गरिने फुङसुक भनेको चलन, छुसकमा चाहिँ के गरिँदो रहेछ भने विभिन्न हिंसाहरू गरिँदो रहेछ हैन। त्यसैले परम्परागत खेल पनि खेलिने रहेछ, म्याङजल उम्सिकको रूपमा सोङफ्याङ पनि बनाउन सकिने रहेछ हैन। भनिसकेपछि यो के भयो? छुसक फुङसुक चलन हो। ल 15 नम्बरको एन्सर लगाउने त। 15 देखि 16 मा भनेको छ ठाउँ दिएको फुरुल हरफलाई इल्को पढेर नेयोङवा विषयसँग खातखिन गसुल उस्तै कुरा खोरु सिक्सियो छान्नुहोस्। 15 मा भन्छ वैसिकुन 보통 하루 업무가 끝난 저녁 시간에 진행됩니다. 외식 자리에서는 업무와 관련된 대화보다는 개인적인 이야기나 취미, 일상생활에서 관한 대화를 나눕니다. 외식에서 대개 식사와 함께 술이 제공되지만 술을 마시지 않은 경우에는 예의를 지켜 거절해도 됩니다. 요즘은 외식을 점심시간에 하기도 하며 음주보다는 다양한 활동을 하는 것으로 변화하는 추세입니다. ल वैश्विक भनेछ नि, वैश्विक भन्ने बित्तिकै दुईटा कुरा बुझौँ। वैश्विकुल हादा अथवा वैश्विक खादा भन्ने कम्पनीको पार्टी गर्नु, कम्पनीको पार्टी गर्नु। कम्पनीले चाहिँ 2-3 महिनामा अथवा 1 महिनामा दुईचोटि पनि हुन सक्छ कम्पनीले खाना खुवाउँछ, रक्सीहरू खुवाउने। विशेष गरेर रक्सी भन्छ हैन। अहिले चाहिँ रक्सी मात्रै होइन, पहिले चाहिँ रक्सी बढी चल्थ्यो, अहिले चाहिँ रक्सी बाहेक अरू कुरा पनि गरिन्छ, त्यसलाई नै वैश्विक भन्ने। अनि फेरि अर्को वैश्विक भन्ने थाहा छ नि, अगाडिदेखि लेख्दै पनि आएका कुराहरू छ। वैश्विक खादा भन्ने यसको सिङ्गल नागास मक्ता, नागास मक्ता। वैश्विक खादा अथवा नागास मक्ता भन्ने चाहिँ बाहिर गएर खानु भन्छ के, बाहिर गएर खानु। वैश्विकुल हादा विशेष गरेर नागास मक्ता भन्ने चाहिँ बाहिर गएर खानु। हमा फरक छ नि त हैन। वैश्विक वैश्विक है, त्यो कुरा याद गर्नु होला। वैश्विकुन वैश्विक चाहिँ प्रथम प्राय हारु एक दिनको, अम्मुगा भनेको काम, अम्मुगा काम कुन्नान सकिएको, एक दिनको काम सकिएको,
छन्यक सिगाने साँझको समयमा छिनेङ थोइमिदा, छिनेङ भनेको सञ्चालन, छिनेङ थोइमिदा सञ्चालन हुन्छ। वैश्विक छारी एसन कम्पनीको पार्टीको सिटमा अथवा ठाउँमा, छारी भनेको सिट अथवा ठाउँ, कम्पनीको पार्टीको सिट अथवा ठाउँमा चाहिँ अमु वा कामसँग ख्वाल्यन्थोइन सम्बन्धित भएको, रिलेटेड हुनलाई ख्वाल्यन्थेदा हुन्छ है। ख्वाल्यन्थोइन सम्बन्धित भएको थेवा कुराकानी बोदानुन भन्दा चाहिँ, कुराकानी भन्दा चाहिँ खेइन जगिन पर्सनल अथवा व्यक्तिगत यागी ना कुराकानी अथवा छुइमी रुचि, छुइमी रुचि। इल्साङ भनेको दैनिकी, इल्साङ दैनिकी, इल्साङ दैनिकी सेङवारे जीवनयापनमा खानान भनेको सम्बन्धित, थेवारुल कुराकानी नानुमिदा बाँडिन्छ अथवा सेयर गरिन्छ अरे कि है। खानान सम्बन्धित थेवारुल कुराकानी नानुमिदा बाँडिन्छ। वैश्विकेसनुन वैश्विकमा कम्पनीको पार्टीमा थेगे भनेको थेबुगुन, अधिकांश, थेबुगुन, थेगे थेबुगुन अधिकांश शिक्षा वा खाना र शिक्षा वा हाम्के खानासँगै सुरी रक्सी छेगोङ थोइजिमान उपलब्ध भए तापनि, छेगोङ थोइजिमान उपलब्ध भए तापनि सुरुल मासिजी आनुन रक्सी नपिउने ख्याङ्गुएनुन अवस्थामा चाहिँ ये उइरुल शिष्टाचार, शिष्टाचार अथवा शिष्टता, ये उइ अनि ये जल, ये जल पनि के हो शिष्टता, शिष्टाचार है। अनि ये उइरुल शिष्टतालाई छिक्य पालना गरी खजरेदो अस्वीकार गरे पनि, खजल भनेको के रहेछ अस्वीकार, खजल मात्रै हुँदैन है। खबु, खबु भने पनि यसको अर्थ अस्वीकार अथवा खबुक पनि हुन्छ, खबुक भने पनि यसको अर्थ के हो अस्वीकार भन्छ है, अस्वीकार। खजरेदो थोइमिदा अस्वीकार गरे पनि हुन्छ अरे। के भनेछ भने वैश्विकमा चाहिँ अधिकांश खानासँगै रक्सी उपलब्ध हुने भए तापनि रक्सी नपिउने ख्याङ्गुएनुन अवस्थामा युरिल शिक्ष्य शिष्टता पालना गरेर खजरेदो थोइमिदा अस्वीकार गरे पनि हुन्छ अरे। किनभने शिष्टता चाहिँ पालना गर्नु पर्यो क्या। तपाईँलाई रक्सी खानु नआउने अगाडि नै जानकारी दिएर समझदारीको बाटो हुनु पर्यो होइन। म रक्सी खान हुँदैन, मेरो धर्मले दिँदैन भनेर अगाडि नै तपाईँले के गर्नु पर्यो अस्वीकार गर्नु पर्यो अथवा अगाडि नै जानकारी गराउनु। यदि अब तपाईँले रक्सी चाहिँ गिलासमा पाइसक्नु भयो भने चाहिँ अब चाहिँ तपाईँले अस्वीकार गरेर इग्नोर गरेर हुँदैन है। यदि तपाईँले रक्सी चाहिँ गिलासमा पाइसक्नु भयो भने त्यो रक्सी पिउनै पर्छ भन्ने चाहिँ छैन, तर त्यो रक्सीलाई चाहिँ इबे थिनुए मुखमा के गर्ने ओठमा अलिकति चुस्स छुवाउने मात्रै, जुठो बनाउने, त्यसरी शिष्टता पालना गरिन्छ कि कोरियामा हैन। यदि तपाईँ रक्सी खानुहुन्न भने अगाडि नै जानकारी दिने, ठिक छ खानु परेन, तर अब अगाडि जानकारी पनि दिनु भएन, तर तपाईँलाई रक्सी चाहिँ गिलासमा हालिसक्यो भने त्यसलाई इग्नोर गर्न पाइएन, हल्का जुठो लगाए जस्तो चाहिँ गर्नुपर्छ है। अनि रक्सी पिउनेहरूले त के गर्नु पर्यो थाहा छ नि होइन। रक्सी पिउने बेलामा ठुलो मान्छेलाई सिधै छड्के नजर भन्छ के होइन, छड्के नजरले आँखा परेर हेर्नु भएन, उसको आँखामा हेर्दै खानु भएन क्या होइन। खाने बेलामा चाहिँ के गर्नु पर्यो भने रक्सी पिउने बेलामा ट्याक्क शिरलाई चाहिँ साङसाको अपोजिट घुमाएर चस्स पिउने अनि मात्रै गफ गर्ने, फेरि पिउने बेलामा फर्केर पिउने। यो जुमुन आजभोलि चाहिँ वैश्विकुन कम्पनीको पार्टी छमसिम सिगाने दिउँसोको समयमा हागिदो हाम्य गर्ने पनि गरिन्छ भने उन्जु गोदा दारू भन्दा मापसे भन्दा खायाङहान विभिन्न वाल्दोमुल हानुन क्रियाकलाप गर्ने पसुरो कुराको रूपमा फेनो हानुन परिवर्तन भएको छुसे मृदा दृष्टिकोण हेराइ हो भन्दै, छुसे भनेको हेराइ भन्छ है। ल यो याद गरौँ है। उन्जु हादा मापसे गर्नु, मापसे गर्नु, मादक पदार्थ सेवन गर्नुलाई के भन्छ उन्जु हादा। उन्जुको फान्देबाट उन्जु हादा, मापसे नगर्नु रक्सी निषेध गर्नु, बियर रक्सी निषेध गर्नु भन्ने अर्थ हुन्छ कि रक्सी बियर निषेध गर्नु उन्जु हादा, रक्सी पिउनु अथवा मादक पदार्थ सेवन गर्नु चाहिँ के हो उन्जु हादा। अनि के भनेछ त यो लास्ट हरफले, आजभोलि चाहिँ कम्पनीको पार्टी दिउँसोको समयमा हागिदो हाम्य गर्ने पनि गरिन्छ भने उन्जु गोदानु मादक पदार्थ सेवन भन्दा चाहिँ खायाङहान वाल्दोमुल हानु विभिन्न क्रियाकलाप अथवा गतिविधि गर्ने खसुरो कुराको रूपमा फेनो हानु परिवर्तन भएको छुसे हेराइ अथवा दृष्टिकोण इम्रिदा हो भन्छ है। र फेरि एकपटक पढ्दै ल।
वैसिकुन कम्पनीको पार्टी फोफङ प्राय हारू अम्मुगा एक दिनको काम कुन्नान सकिएको छन्यक सिगाने साँझको समयमा छिरिङ फेमिदा सञ्चालन हुन्छ। वैसिक झारिएसन कम्पनीको पार्टीको ठाउँ अथवा सिटमा चाहिँ अम्मु वा कामसँग फल्यन्थ्विन सम्बन्धित भएको थेवा बोदानुन कुराकानी भन्दा चाहिँ खेइन जगिन व्यक्तिगत यागिना कुराकानी अथवा छुइमी रुचि इल्सान दैनिकी सेंवारी जीवनयापनमा फानान सम्बन्धित थेवारुल कुराकानी नानुनिदा बाँडिन्छ अथवा सेयर गरिन्छ। वैसिकेसन कम्पनीको पार्टीमा थेगे अधिकांश शिक्षा वा खाना र शिक्षा वा हाम्के खानासँगै सुरी रक्सी छेगौं थ्वेजिमान उपलब्ध भए तापनि सुरुल मासी जी आनुन रक्सी नपिउने ख्याङ्वेनुन अवस्थामा चाहिँ येउइरुल शिक्ष्य शिष्टतालाई पालना गरेर खजरेदो अस्वीकार गरे पनि थ्वेमिदा हुन्छ। यो जुमुन आजभोलि वैसिकुल कम्पनीको पार्टी चाहिँ छमसिम सिगाने हागिदो हाम्य दिउँसोको खाना खाने समयमा अथवा दिउँसोको समयमा गर्ने पनि गरिन्छ भने उम्जु बोदा नापसे अथवा दारू भन्दा चाहिँ खाङ विभिन्न भल्दङ्गो लानुन क्रियाकलाप गर्ने गसुलो कुराको रूपमा मानुन परिवर्तन हुने सुसेनिदा हेरायो। वैसिकेश कम्पनीको पार्टीमा केही जगिन व्यक्तिगत अथवा पर्सनल यागिरुल हाम्यन कुराकानी गर्यो भने आन्थ्विमनिदा हुँदैन। यही कुराकानी नै यही गर्ने हो नि हैन। कम्पनीमा त वाक्क हुन्छ नि त कम्पनीको गफ गर्दा गर्दा, त्यही भएर वैसिकमा चाहिँ आफ्नो पर्सनल कुरा गर्न पनि पाइयो के। वैसिकेसन कम्पनीको पार्टीमा छुरो प्राय अम्मु वा कामसँग फल्यन्थ्वैन सम्बन्धित भएको थेवारुल संवाद अथवा कुराकानी नानुन लिँदा बाँडिन्छ हो त होइन है। अम्मु वा फल्यन्थ्वैन माथि हेर्नु त हरियोले मार्क गरिदिन्छु। कामसँग सम्बन्धित भएको कुरा भन्दा चाहिँ पर्सनल कुरा गर्ने के भने चाहिँ यो भयो। वैसिकेसन कम्पनीको पार्टीमा फान्दुसी अनिवार्य सुरुल मासिया हानु रक्सी पिउनै पर्ने गसुन कुरा चाहिँ आनिमनिदा होइन। रक्सी पिउनै पर्ने भन्ने छ त छैन, तर शिष्टता पालना गर्नु रे। वैसिकेसन कम्पनीको पार्टीमा फान्दुसी अनिवार्य सुरुल रक्सी मासिया हानुन गसुन पिउनै पर्ने कुरा आनिमनिदा होइन। एन्सर 3 नम्बर। वैसिकुन कम्पनीको पार्टी छुरो प्राय छमसिम सिगाने दिउँसोको समयमा हाजिमान गरे तापनि यो जुमुन आजभोलि चाहिँ छन्यगेदो साँझमा पनि हाम्निदा गरिन्छ। आजभोलि चाहिँ साँझमा हैन दिउँसोमा गर्ने चलन पनि छ भनेको छ त माथि हैन। सोरा मोदन सबै हेङ्गो खान खुसी भएका सबैलाई खुसी छिक्चाङन कार्यस्थल मान्दुनुन बनाउने हाङबबुन तरिका चाहिँ अरियप्ची आन्सुनिदा अप्ठ्यारो छैन, गाह्रो छैन, अरियप्ता गाह्रो है। मोदुगा सबैलाई हेङ्गो खान खुसी छिक्चाङन कार्यस्थल मान्दुनुन बनाउने फाङबबुन तरिका चाहिँ अरियप्ची आन्सुनिदा गाह्रो छैन। छागपचाङे स कार्यस्थलमा थुर खाम्यन जानुभयो भने अथवा भित्र जानुभयो भने साङसाना सिनियर अथवा थोङ्नेवेगे सहकर्मीलाई मञ्च पहिले इन्सा हाम्निदा अभिवादन गर्नुपर्छ हैन। छागपचाङे स कार्यस्थलमा थुर खाम्यन प्रवेश गरियो भने, भित्र गइयो भने साङसाना उच्च कर्मचारी अथवा थोङ्नेवेगे सहकर्मीलाई मञ्च पहिले इन्सा हाम्निदा अभिवादन गर्नुपर्छ। खुरीको रहने उइस साराम गुवा सिनियर, उही भनेको माथिको साराम भनेको मान्छे, सिनियर र आरे सारामेगे जुनियर अथवा मुनिको मान्छे, आरे मुनि साराम मान्छे, जुनियर मान्छे अथवा सानो मान्छे मोदु सबैलाई छन्देन माल आदरार्थी भाषा छन्देन माल है। छन्देन मारुल आदरार्थी भाषा साइङ हाम्निदा परे गरिनुपर्छ। फानमारुन ठाडो भाषा चाहिँ थुन्नुन सारामे सुन्ने मानिसको खिबुनी मुड नापुगे हाल्छु यी सुन्निदा खराब गरी गर्न सक्छ अथवा खराब गरी बनाउन सक्छ अरे। नापुदा खराब हुनु नि त। फानमाल सुन्ने अथवा फानमाल बोल्ने भन्न खोजेको के। फानमाल सुन्ने मान्छेको मुड चाहिँ फानमाल सुन्यो भने मान्छेको मुड चाहिँ खराब हुन सक्छ भन्ने के। ठाडो भाषा बोल्यो भने चाहिँ मान्छेको सारामे मान्छेको खिबुनी मुड नापुगे खराब गरी हाल्छु सुन्निदा हुन सक्छ अथवा खराब हुन सक्छ। तो फेरि थारुन सारामेगे अरु मानिसलाई फाङे भनेको बाधा, फाङेगा थोइदा भनेको बाधा हो है, बाधा। अनि फाङेगा थोइगना बाधा हुने अथवा कुन छोरीरो ठुलो स्वरले इयागी हाजी माप्सिदा कुराकानी नगरौँ। कुन छोरीरो ठुलो स्वरले इयागी हाजी माप्सिदा कुराकानी नगरौँ छ। र यहाँबाट पहिले सिमिलर लेख्दिन्छु अनि फेरि एकपटक एक्सप्लेन गर्छु है। साङसा सिनियर, सागुप्चा है। अनि त्यसै गरेर उइस साराम
सन्बे सन्बे अथवा सन्बेनिम भनेको नि के हो सिनियर भनेको चाहिँ सिनियर भनेको ठुलो मान्छे त्यो सबै मिले याद गर्ने सन्बे विसाराम सागुप्चा अनि त्यसै साङसा साङगुप्चा सागुप्चा हैन साङगुप्चा है त्यसैले उबे उबे आगुप्चा आगुप्चा आरेसाम 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 माथि लाग्नु होला आरेसाम फिसर यो भन्नु चाहिँ सानो मान्छे अथवा जुनियर जुनियर ल यो मिनिङ याद गर्न त जुनियर भन्ने भयो है बुझ्नु भयो उबे आगुप्चा आरेसाराम फिस भनेको सहायक अथवा जुनियर भन्ने चाहिँ अनि आन्सर लगाउने तपाईहरु फेरि एक्सप्लेन गरे मैले मोदुका सबै हिङ्गो खान खुसी सबैलाई खुसी भएको छिक्चाङ कार्यस्थल मान्दुनुन फाङबबुन बनाउने तरिका अर्यप्ची आमसुनिदा गाह्रो छैन छिक्चाङे सब कार्यस्थलमा थुर खाम्यान गइयो भने सानसाना उच्च कर्मचारी अथवा खुङ्नेगे सहकर्मीलाई मञ्च पहिले इन्सा हामीदा अभिवादन गर्नुपर्छ खुरीको रहने उस सारामका ठुलो मान्छे सिनियर र आरे सारामेगे सानो मान्छेलाई जुनियरलाई मोदु सबैलाई छोन्देन मारुल आदरार्थी भाषा साङ हामीदा परे गर्नुपर्छ सानोलाई आदरार्थी बोल्दा पनि ऊ खुसी हुन्छ ठुलोलाई त झन् भइहाल्यो हानमारुन ठाडो भाषा चाहिँ खुन्नुन सारामे सुन्ने मानिसको खिपुनी मुडलाई नापुदा खराब हुनु नापुगे खराब गरी हाल्छु सुनिदा हुन सक्छ मुड खराब हुन सक्छ तो फेरि थारुन सारामेगे अरु मानिसलाई हाङेगा थोइगना बाधा हुने अथवा कुन सोरिरो ठुलो आवाजद्वारा इयागी हाजी माप्सिदा कुराकानी नगर अब एकमा भन्छ अरे सारामेगे सानो मान्छेलाई अथवा जुनियरलाई हानमारुल ठाडो भाषा साङ हेदो परे गरे पनि खैछान सुनिदा ठिकै हुन्छ हैन तर यो ठिकै हुँदैन है अब हानमाल बोल्यो भने चाहिँ अलिकति के हुन सक्छ अरे मान्छेको सुन्ने मान्छेको मुड चाहिँ बिग्रिन सक्छ खराब हुन सक्छ अरे के यहाँनेरि भनेको छ नि त हैन यहाँ माथि हेर्नु त खुन्नुन सारामै खिगुनी नापुल्छु उगे हाल्छु सुनिदा भनेको छ नि त खिगे सोरिते मुने मेसिनको आवाजको कारणले थारुन सारामेगे अरु मानिसलाई फाङेगा थ्वेनिदा बाधा हुन्छ अरे हो मेसिनको आवाजको कारणले भनेको छ त माथि कुन सोरिरो इयागी हादा गरो भने चाहिँ के हुने हो थारुन साराम एगे फाङेगा थ्वेदा अर्को मान्छेलाई चाहिँ बाधा हुने हो तर मेसिनको आवाजको कारणले अरु मानिसलाई फाङेगा थ्वेनिदा बाधा हुन्छ भन्छ भएन हुन त हुन्छ तर माथि उल्लेख हुनु पर्यो नि त माथि उल्लेख छ त छैन अनि सिनबाराम नानुन भनेको उत्साहजनक हुने उत्साहजनक हुने सिनबाराम सिन भनेको ताजा फारम भनेको हावा नादा भनेको ताजा हावा हुनु भनेको उत्साहजनक है साहित्यिक भाषा हो के सिनबाराम नानुन उत्साहजनक हुने छिक्चाङ कार्यस्थलको फुनैगिरुल उहान वातावरणको लागि कार्यस्थलको फुनैगी उहान वातावरणको लागि इन्सागा छुन्यो हामीदा अभिवादन महत्त्वपूर्ण हुन्छ अभिवादन गरियो भने हैन ठाडो भाषा नबोलेर छुन्देनमाल उच्च भाषा बोल्यो भने राम्रो हुन्छ नि त त्यही कुराले आन्सर यो भयो है इन्सारुल हामेन्स अभिवादन गर्दै छिक्चाङ सेङवारुल हानुन गसी छिक्चाङ सेङवारुल कार्यस्थलको जीवनयापन हानुन गसी गर्ने कुरा अर्यप सुन्निदा गाह्रो हुन्छ गाह्रो हुँदैन सजिलो हुन्छ है ल 17 र 18 मा जाऊ 17 देखि 18 मा भन्छ ठाउँ दिएको सल्म्याङ्गे व्याख्यामा आल्माजुन मिल्ने अविरुल शब्दावलीहरु सिप्सियो छान्नुहोस् सिक्ते खाना वितरण गर्ने टेबल सिक्सुदे पानी पिउने ठाउँ हैन पानी पिउने ठाउँ सिकफान खानाको ट्रे खानाको ट्रे अथवा थाली भनेको खानाको ट्रे सिकले खाना फानले प्लेट जस्तो जना नि त सिक्वन भने खानाको कुपन सिक खाना गोनले कुपन जनाउँछ है टिकट अथवा कुपन भनेको यसको बारेमा मैले 31 मा छैन अहिले सायद 31 32 कतिमा चाहिँ युट्युबमा गएर डिटेलमा हेरेँ हैन राखेकै छ नि त मैले यसको बारे ल 17 मा भनेको छ
सिक्तामिना रेस्टुरेन्ट अथवा उम्सिकचम भनेको खानाको पसल, यसलाई पनि रेस्टुरेन्टको सिमिलरै के हो उम्सिकचम हो है। खानाको पसल ताउइएस आदिबाट नेम्यन तिर्यो भने, नेता भनेको तिर्नु, नेम्यन तिर्यो भने अथवा पैसा तिर्यो भने उम्सिकुल छुदोरो खाना दिन सक्ने गरी भइनुन भएको फ्यो इम्निदा टिकट हो। टिकट भन्ने बित्तिकै ट्रे भएन, फेसिक्ते खाना वितरण गर्ने टेबल भएन, पानी दिने भयो। टिकट भन्ने बित्तिकै के हो कुपन होइन, टिकट भने कि सिक्वन भयो क्या एन्सर 4 मा। ल रेस्टुरेन्ट अथवा उम्सिकचम भनेको जुन खानाको पसल ताउइएस आदिबाट नेम्यन पैसा तिर्यो भने उम्सिकुल छुदोरो खाना दिने गरी थोयाइनुन भएको फ्यो इम्निदा टिकट हो। के रहेछ सिक्वन खानाको कुपन भयो क्या। खागु फर्निचरको छागवे काममा फिरियो हानुन्दे आवश्यक पर्ने भएकोले वनमुगे काठको, वनमुग भनेको काठ, मोक्चे पनि हो है, मोक्चे अनि नामु। वनमुगे काठको खिरी लम्बाइ, नोफी भनेको उचाइ अनि फुगी भनेको चौडाइ, मोटाइ अथवा चौडाइ भने पनि भयो हैन। अनि नोफी भनेको उचाइ। L into B into H भन्ने थाहा छ नि, L into B into H, L into B into H हैन। खिरी लम्बाइ लेन्थ, नोफी उचाइ हाइट, फुगी चौडाइ ब्रेथ। लाई छेनुन भनेको नाप्ने, थोगु इम्निदा साधन हो रे। छेदा भनेको के हो नाप्नु, छेदा छोक्चम हादा थाल्दाहरू पनि हुन्छ हैन। अगाडि बुकमा मैले डिटेलमा लेखाएको छ त्यो कुराहरू, ती मिनिङहरू पढ्नु होला हैन, एकदम हेल्प हुन्छ है तपाईहरुलाई नै हेल्प हुने हो हैन। अनि एकमा छुल्जा, छुल्जा भनेको टेप अथवा इन्ची टेपलाई छुल्जा भन्छ। यो सबै टेपको काम हैन त, टेपले चाहिँ फर्निचरको काममा आवश्यक परेको बेलामा काठको लम्बाइ चौडाइ उचाइ नाप्ने एउटा साधन हो त। सुफ्याउँदे भनेको स्पिड लेभल अथवा लेभल चेक गर्न लागि छ, सुफ्याउँदे स्पिड लेभल। अहिले पिक्चर देखाउँछु म, स्पिड लेभल हो। स्पिड लेभलको काम त के हो भने फ्याङफ्याङ हानका आनिनगा भन्छ कि, लेभल मिलेको छ कि छैन भनेर हेर्ने हो सुफ्याउँदे। छौल भनेको त मुगेरुन छेनुन के को मूलगनको, सामानको तौल नाप्ने चाहिँ के हो तराजु, छौल तराजु। त्यसै गरेर 4 मा के भन्छ छा, स्केल, स्केल हैन। स्केल भनेको रुलर हो हैन, यसले त लम्बाइ चौडाइ मोटाइ भन्दा पनि यसलाई चाहिँ हामीले केमा युज गर्छौं भने छुल्जालाई चाहिँ युज गर्ने है यो, बुझ्यो ल। कतितिर 20 मा जाउँ त, 19 र 20 मा। उन्नाइस र 20 मा भनेको छ फिनखाने थुरगाल खाली ठाउँमा भित्र जाने खाजाङ सबैभन्दा अल्माजुन गसुल मिल्ने कुरा थोरै सिक्सियो छान्नुहोस्। सुयमुल पौडी फेउल्तेनुन सिक्ने बेलामा छौमेनुन पहिलो पटक रेस मोमी खारा आन्जा छ शरीर डुबेर, खारा आन्ता भनेको गाड्नु के, अनि मोमी खारा आन्जा छ शरीर डुबेर भनेर यहाँ चाहिँ शरीर डुबेर, डुबेर अथवा गाडिएर भन्ने अर्थ दिन्छ, गाड्नु हैन। डुबेर मुल्दो पानी पनि मानी मासीको धेरै पिएर हिमदुरक्षीमान गाह्रो भए तापनि इजेनुन अहिले चाहिँ सुयङ हानुन गसी पौडी खेल्ने कुरा छुगप सुन्दा रमाइलो हुन्छ। पुण्याङ भनेको त्यतिकै, छाक्कु भनेको घडी घडी, घडी घडी बेला बेला भने घडी घडी। अनि त्यसै गरेर खाकुम भनेको कहिले काहीँ, कहिले काहीँ। अनि त्यसै गरेर छेइल भनेको सबैभन्दा। ल अब भनेपछि यहाँ कहिले काहीँ सम टाइम भन्न मिलेन, यो घरी घरी भन्नुपर्छ। रिपिटेड कुरामा चाहिँ तपाईले के लगाउने छाक्कु लगाउने है। अब यसले एकचोटि मात्रै पानी पिएको होइन नि त हैन, घरी घरी पिएको भन्ने जस्तो अर्थ दिने भयो, छाक्कु हुन्छ एन्सर है, घरी घरी। सम टाइम भन्ने अर्थ दिँदैन कि पटक पटक भने जस्तो अर्थ दिन्छ कि, पटक पटक अथवा घरी घरी। सुयमुल पौडी फेउल्ते सिक्ने बेलामा छौमेनुन पहिलो पटक, छाक्कु घरी घरी, मोमी शरीर खारा आन्जा छ भनेको डुबेर, घरी घरी डुबेर। खाकुम भने चाहिँ कहिले काहीँ गइन्छ, कहिले काहीँ गरिन्छ भने चाहिँ खाकुम हो के। तर एन्सर 2 घरी घरी अथवा कहिले कहिले भन्न खोजेको, घरी घरी शरीर डुबेर
पानी पनि धेरै पिएर गाह्रो भए तापनि अहिले चाहिँ पौडी खेल्ने कुरा सुलभ सुविधा रमाइलो लाग्छ। गे थैदा ने हुनु भन्ने ग्रामर अनि थान्य सुनिदा आउने जाने गरे थानिगे थैदा आउने जाने हुन्छ गे थैदा ने है। अनि थानिगे थैनिदा सरी यो तनादाबाट आएको रहेछ। अनि तनागे थैनिदा प्रस्थान गर्ने हुन्छ अनि थानिगे थैनिदा आउने जाने हुन्छ अनि तना सुनिदा भनेको प्रस्थान गरे निस्के है। ओनु लाछिमे आज बिहान छुगुनानुन्दे ड्युटी गएको थिए। ड्युटी गएकोले छाजङ्गगा साइकल खुजाङ नासुनिदा बिग्रियो। पुरेछ त्यसैले छनुन म चाहिँ कुफागे हतार गरी आफै नुन अगाडि भएको ट्याक्सी सुङ्गाङ जाङे ट्याक्सी स्टपमा ट्याक्सी रोक्ने ठाउँलाई सुङ्गाङ जाङ भन्छ है। ट्याक्सीको पार्क भनेर बुझाउन होइन। ट्याक्सी सुङ्गाङ जाङे ट्याक्सी स्टपमा फाँस गएर ट्याक्सी र छापको ट्याक्सी समातेर वेसारो कम्पनीतिर थानिदा भन्ने भयो होइन। कम्पनीतिर अब गाडीबाट जान्छ भने त थानिदा होइन नि त होइन। ट्याक्सी समातेर कम्पनीतिर प्रस्थान गरे भन्नु पर्यो। अब यो पहिलेको तुलनामा चेन्ज हुन्छ भने गे थैदा लगाउने हो। यहाँ तुलना गरेको छैन नि त, नर्मल पास्टको कुरा गरेको छ। त्यसै भएर तना सुनिदा भयो कि। औनु लाछिमे आज बिहान छुगुनानुन्दे ड्युटी जाँदा छाजङ्गगा खुजाङ नासुनिदा साइकल बिग्रियो। पुरेछ त्यसैले छनुनमा चाहिँ आगे हतार गरी आफै नुन अगाडि भएको ट्याक्सी सुङ्गाङ जाङे खास ट्याक्सी स्टपमा गएर ट्याक्सी र छापको ट्याक्सी समातेर वैसारो कम्पनीतिर तना सुनिदा प्रस्थान गरे। गे थैदा चाहिँ पहिलेको तुलनामा अहिले परिवर्तन भयो भने चाहिँ गे थैदा लगाउनु होइन। पहिले कोरियन खाना खान सक्दिन थिए, अहिले खाने पाए। सुरुमा कोरियन भाषा जान्दिन थिए तर अहिले जान्ने भए। पहिलेको तुलनामा केही परिवर्तन हुँदा चाहिँ गे थैदा लाग्ने हो। त्यही भएर यहाँ छ 4 नम्बर भयो। यो लिस्टिङहरू म अलिक पछाडि तपाईँहरूलाई प्र्याक्टिस गराउँछु होइन। ल आजलाई यति गरौँ। टाइम पनि मेरो खासै अहिले मिलेको छैन, म पछि बिस्तारै पनि गराउँछु। अनि अन्तिममा मैले के भन्न चाहेँ भने हाम्रो जुन एमएन एजुकेसन होइन साथै सिलिकन एजुकेसन चाहिँ दमक बेलडाङ्गी रोडमा छ है। कोरियन भाषाका बेसिक क्लास ग्रामर होइन न्यू एडभान्स बुकहरू भइरहेछ, सम्पर्क गर्न सक्नुहुन्छ है। अनि साथै यो हाम्रो सिलिकन एजुकेसनबाट चाहिँ स्टुडेन्ट भिजाको लागि होइन कोरिया जान चाहनेको लागि विशेष गरी होइन कोरियन भिजाबाट जुन स्टुडेन्ट भिजामा कोरिया जान चाहने स्टुडेन्टहरूको लागि पनि अफिसमा भिजिट गर्न सक्नुहुन्छ है तपाईँहरू है। हाम्रो जुन बेलडाङ्गी रोडमा सेवारो कम्प्लेक्समा छ है एमएन एजुकेसन हब साथै सिलिकन एजुकेसन। स्टुडेन्ट भिजामा जान चाहनुहुन्छ तपाईँहरू नभए पनि कोही आफन्त हुनुहुन्छ भने सम्पर्क गर्नु होला। यति भन्दै भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। भिडियोलाई हेरेर लाइक सेयर गर्न अनि च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नु होला।